सो हेलो गाइज वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हाल खबर, आयो सन्चै हुनुहुन्छ होला। डेली भ्लगिङको डे 25 भ्लगमा स्वागत छ। अनि आज चाहिँ नयाँ वर्ष हो, सबैलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु बनैबाट। अनि आज चाहिँ बिहान बिहान दिदी म भाइ अनि हामी गयौँ पशुपतितिर। बिहान सबेरै उठेर नुहाएर अनि रेडी सेडी भएर मम्मी म दिदी भाइ हामी गयौँ पशुपतितिर। अनि टेम्पो सेम्पो चढेर हामी पशुपति हिँड्ने बाटोतिर नि पुग्यौँ। अनि टेम्पोबाट झरिसकेपछि हामी अगाडिपट्टि जान लाग्यौँ। त्यहाँ पुरै अगाडिसम्म गाडी जाँदैन क्या गाइज। अनि त्यसपछि टेम्पोबाट झरिसकेपछि हामी अगाडितर्फ जाँदै गयौँ। अनि भिड नि भइसकेको थियो क्या सुरुमा कोही छैन भनेको त अगाडि जान्छु त लास्टै भिड क्या गाइज। अनि मलाई नजाम नि भइरहेको थियो, जाम नि भइरहेको थियो। अब के गरौँ भनेर दिदीले जसरी भयो जाम भन्यो, तर मैले भ्लग नै बनाउन पाएन क्या गाइज। त्यो चाहिँ मलाई अलि राम्रो लागेन क्या। अनि धेरै क्लिप बनाउन पाएन, पूजासुजा गरेँ अनि फर्किहालेँ। किनभने अब दिदीले पाउँदैनस् फोन हराउँछ नि भन्नुभएको थियो क्या, त्यो चाहिँ हो, दिदीले फोन चाहिँ हराउँछ भन्नुभएको थियो। अनि त्यसपछि हामी पशुपतिबाट बाहिर निस्क्यौँ र घरतर्फ जान लाग्यौँ। अनि टेम्पो नि भेटाएको थिएन, अलि अगाडितिर हामी गयौँ। बिहान 10 बजे हिँडेको अनि दिउँसोको 1 बजे रिटर्न आएको थियो। अनि त्यसपछि खाना खाएर सुतेको थियो क्या। अनि भर्खर उठेकै गाइज होइन। अनि साँझको 4 बजेको थियो। अनि अहिले चाहिँ म घुम्न गइरहेको छु क्या। अनि यहाँ ऐना हेरेर कस्तो, यो ऐनामा धेरैले भिडियो बनाइरहेको थियो क्या। अनि मैले नि बनाएँ आज। अनि म र दिदी चाहिँ भण्डारी पार्क घुम्न आएको थियो क्या। अनि उयो झ्याउलाएर कता जाम भइरहेको थियो। अनि शङ्खमुल नि धेरै घुमिसकेको थियो। भण्डारी पार्क चाहिँ अलिक टाढा परेर घुम्न आएको, वाकिङ नि हुन्छ भनेर घुम्न आएको। अनि त्यही भएर हामीले टाइम स्पेन्ड नि गऱ्यो। अनि साँझ नि भइसकेको थियो। अनि हामी घरतर्फ नि जान लाग्यो। अनि आजको भ्लग यही सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।